नमस्ते हजुरहरूलाई, म दार्जिलिङ पिग फार्मबाट हजुरहरूलाई मेरो फार्मको सुँगुरको पाठापाठीको भिडियो देखाइरहेको छु। हजुरहरूले सुनेर आइराख्नु भएको सुँगुर सुताइ भनेको त यस्तै हुन्छ है साथीहरू। हेर्नुहोस् है, लु एकदमै म यस्तो बोलिरहेको छु र पनि पाठाहरू मसँग आनन्द हेर्नु त लु चरिरहेको छु। सुँगुर सुताइ भनेको त यस्तै हुन्छ साथीहरू। लु हेर्नुहोस् है, लु यो पाठाहरू पनि अब बेच्नुको लागि तयारी स्थितिमा नै छ। यसमा बुच्चा भुनी दुइटै छ। अनि हजुरहरूलाई माउ बनाउनको लागि भुनी चाहियो भने पनि हामीसँग उपलब्ध छ। यो सुँगुर यक्सरको ब्रिड हो, तर यक्सरको ब्रिडमा किन रातो आयो भन्दाखेरि चाहिँ आमा यक्सर भए तापनि यसको बुच्चा बाउ ड्युरोको ब्रिड भएको कारणले बच्चा क्रस ब्रिडमा निक्लेको छ। अनि मासुको लागि धेरै राम्रो हुन्छ। अनि उयो पुच्छर काटेकोहरू चाहिँ माउको लागि हो, तर यसमा त पुच्छर भुनी त दुईटा मात्रै छ, अरू सबै बुच्चा छ। अनि यो माउको लागि चाहिँ धेरै राम्रो, किनभने जुन चाहिँ पनि माउको बच्चाहरू पाठापाठीमा धेरै पाठाहरू जन्मेको छ भने त्यस्तोको छनौट गरेर माउ बनायो भने धेरै राम्रो हुन्छ। किनकि आउने समयमा पनि त्यसको बुच्चाहरू धेरै हुने सम्भावना हुन्छ। सम्भावना अब कन्फर्म त नभनौँ होइन, सम्भावना। किनभने कि अब यसको त बुच्चाको जेनेरेसन राम्रो छ भने त तपाईँले अर्को भाइले पनि राम्रो ल्याउनु पऱ्यो नि त। त्यसरी हो भने त राम्रो छ। ल हजुरहरूलाई यो चाहिँ सुँगुरको सुताइ, सुँगुरको दुध खाइ खतरा हुन्छ एकदम। यो पाठाहरू मोटामोटी अहिले कति दिन भयो, 32 दिन जस्तो भयो होला। अहिले पनि यो बच्चाको वेट 10 केजी भन्दा मुनि छैन। होइन, कसै त 10 केजी भन्दा मुनि होला, तर यो जुन चाहिँ मुनिको सुताइ छ नि, सुँगुर सुताइ जुन गरिरहेको छ नि, त्योहरूको बडी वेट चाहिँ 12 केजीहरू नै छ। हेर्नुहोस् है पाठाहरू है। अन्त यो खोरको त हिजो अस्ति मात्रै पाठाहरू डल्लै लगिसक्यो, जाँदै छ पाठाहरू है। अन्त यसमा चाहिँ तपाईँको हुर्केको बच्चाहरू छ है। यो हुर्केको पनि तपाईँलाई चाहियो भने मसँग सम्पर्क गर्न सक्नुहुन्छ दार्जिलिङ पिग फार्ममा। खोर अलिकति मैला छ, किनभने कि यो बिहान त साफसफाइ गरेको, दिउँसोको समय भयो भने यस्तै नै हुन्छ। अब दिउँसो भनेपछि त मैला गरिहाल्छ। यो पनि क्रसको नै हो, किनभने कि अब प्युर ब्रिड त छैन हामीसँग छैन भन्दाखेरि हामीसँग प्युर ब्रिड पनि छ, तर अब हुनेवालाहरू छ। किनभने कि माउहरू ब्याउनेवालाहरू छ, तर त्यो चाहिँ ल्यान्ड रेस हुन्छ है, प्युर ब्रिड चाहिँ। ल हजुरहरू नमस्ते।